एभ्रिवान। आज नयाँ डे नयाँ भ्लग हुँदैछ। त्यहाँ लोकल मान्छेहरू छ पुरा लोकल मान्छेले बिहान बिहान खाजा बनाउँदैछ। अब भर्खर उठेको। यहाँ ससेस डाम्दैछ, त्यहाँ पाउरोटी हुँदैछ। अब एकछिनपछि खाना खाइन्छ, के अरे खाजा खाइन्छ अनि गइन्छ। खै कहाँ गइन्छ अब। ल बाई। ल त अब ब्रेकफास्ट खाने सुरु भयो। कस्तो भयो त हिजोको बसाइ? आरामदायक ओर्नेर ओछ्याउने चाहिँ साह्रै राम्रो तातो रहेछ। साह्रै राम्रो आरामदायक सुताइ भयो। भित्रबाट ब्ल्याङ्केट ओढेर बाहिरबाट सिधो गरेको हामीले के कुनटा बिस्तारा लगाएर कुनटा बिना त खतरा भयो त्यो माथि गएर एसीमा पसिना आएर सबै भिजेको म त। एसीमा सुत्दै छैन, म झाल्न खोजेको सुत्दै हजुर मर्थ्यो। एसी त के अरे छिर्ने बित्तिकै बन्द गरेर हुन्छ। म त मेरो बन्द गरिदिएको रबिन आएर फेरि लगाएँ। टेन्सर आगोको रापा हातेर आउँथ्यो त अनि धेरै उयो गरेर हो क्या। 25 मा थियो। 25 मा 25 मा थियो। दुईटा त्यो बाक्लो भित्र भुवा भएको पाइप हुन्छ नि, त्यो बाक्लो त्यो अनि त्यसमाथि फेरि त्यो अर्को दुईटा त राखेन के हाल्नु यो 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 हो अनि यो यसको सेट हो। त्यो गर्नु हुँदा त त्यस्तो लाग्यो। प्रेसर एउटा झाल खोलेको मैले फेरि सबै त्यहाँ आउँछ त्यसो नि त। फेरि गएन गए त फेरि के होला नि भनेर अनि झाल खोलेको मैले झाल त्यो चलायो नि त्यो चलायो नि त्यो हावा खाने ठाउँ त चाहियो नि। यस्तो रक्सी खाए पनि सोचाइ चाहिँ लामो रहेछ भन्ने कुरा थाहा भयो नि। होइन कोही न धेरै ठाउँ सुतेको बेला केही न केही होला भन्ने भयो भनेपछि त रक्सी खाए पनि अनि हिटर बाले भन्ने कुरा थाहा भयो। हिटर बालेको छैन बालेन तपाईँ ने एकदम कम आउँछ रे यो एसीमा। त्यही त नि भान्दामा कस्तो डर लाग्यो नि। यसलाई अग्रो इन्जिन पनि गएर बोलाउँछु बोल्दैन बोलाउँछु यति बिस्तारै ओइ गाह्रो भयो त भनेर त डर लाग्छ। अग्रो कति ढलेर एम्बुलेन्स आउँछ नि त नमिली बसेको अनि यसलाई त गाह्रो भइसक्यो क्या भनेर सिजा भनेर मैले डर लागेर अग्रो कति ढल्ने अनि एम्बुलेन्स आउनु गरेर समात्दिनु भनेको मैले दिन्छु एकचोटि झन् धेरै सँगै म सँगै बसेको भुँडी भुवाङ ढलेर अनि ल है। गुड मर्निङ। अब चाहिँ हामी यहाँबाट जानु लाग्यो। हिजो चाहिँ के बिर्सेछ भनेको त हो होम टुर गर्नै बिर्सेछ यार। अब गर्छु म। यो चाहिँ हामी बसेको एयरबिएनबीको घर हो। टक्क लाएर यस्तो जङ्गलको बिचमा सही छ। बिहान त उ त्यहाँ त्यत्रो ढेँडो बाँदर दौडिरहेको थियो उता माथि। अनि यो चाहिँ हाम्रो इन्ट्रान्स। यो चाहिँ एउटा कोठा। यता चाहिँ टोइलेट बाथरुम। यता चाहिँ अर्को कोठा लेडिज कोठा। यहाँ टोइलेट बाथरुम छ। यहाँ टोइलेट यहाँ बाथरुम। अनि तल जाने अनि यो चाहिँ खराके रुमहरू हो। टक्क लाएर यहाँ यस्तो छ। हिजो रुम टुर गर्न बिर्सेछ त्यो अहिले गरेको। गेमहरू टन्ने छ। चाहिँ यहाँको ओन्सेन।
दामी हुन्छ नि सही बाहिर छ यहाँ छ यहाँ चाहिँ टाउलहरू टक्क हुन्छन् छन् बस्यो ल त है यति आजको लागि अब त्यहाँ माथितिर कता गएर भेट्नुहुन्छ भाइ अहिले चाहिँ हामी यहाँ हाइकिङ गर्नको लागि आएको यो डाँडा चढ्ने अरे आज त्यहाँ चाहिँ निक्को सहर छ यस्तो छ है यो ठाउँ चाहिँ यता चाहिँ हिमाल छ है अहिले चाहिँ किरिफुरी गोगाने कोम्बु उयो गाइड हो यहाँबाट वहाँ जाने रुफमा लगभग ल 1 स्टेपै 1 स्टेपबाट 1445 स्टेपसम्म है त्यस्ता जामा नि एकैछिनमा चढिन्छ आधी घन्टामा चढिन्छ अहिले थाहा जस्तो सकिन्छ आधी घन्टामा ओ हामी चाहिँ अहिले यो के हो चढ्न लागिरहेछौँ भर्याङ चढ्दैछौँ ठाउँ चाहिँ यस्तो छ है सय स्टेप त भइसकेको छ त है सही भ्यूमा यहाँ थकेला है अब चाहिँ सिधै हाडै उकालो छ बल्ल 700 हिँड्ने अझै छ अब माथि गएर भेटौँला है त ल भाइ है अहिले चाहिँ हामी डेस्टिनेसन आइपुग्यो ल यता उठ्छ यता आउनु आइपुगेँ अहिले चाहिँ यस्तो छ पछाडि चाहिँ ब्याकग्राउन्डको भ्यू यो ल है त यस्तो दामी भ्यू छ माथि यो उता हामी चाहिँ वहाँ तलबाट आएको सही छ दुईजना चाहिँ कहाँ पुगेछ अझै माथि गएर चाहिँ क्या तिनीहरू त जाने तिम्रो माथि ल यो छ उता हेर न के हो ल पिस यो चाहिँ हामी आएको ठाउँ यस्तो छ भ्यू हिमाल छ अझै माथि छ आजको लागि चाहिँ यहीँसम्मको ल है अब हामी यहाँ यो टपबाट चाहिँ हिउँ परिरहेछ यहाँ चाहिँ यस्तो जाडो छ फेरि उतातिर घाम लागिरहेछ यहाँ टपमा हिउँ परिरहेछ अब हामी चाहिँ यहाँबाट फर्किन लाग्यो लास्टै जाडो छ सकिन्न यहाँ बस्नु अब तलतिर गएर भेटौँला है त ल बाई पिस ल है अहिले चाहिँ यहाँ हिउँ परिरहेछ हामी त्यो माथिको डाँडाबाट आएको है खुट्टा लक हामी स्याहार अब चाहिँ यस्तरी जानुपर्छ अझै तल छ आधा बाटो आइयो बल्ल
त्यसपछि घर ब्याक टु होम हुन्छ होला है त। ल अहिले गाडीमा गएर भेटौँ ल। ल त है खतरा हिउँ परिरहेछ। अब हामी चाहिँ घर जान लाग्यो है। अब घर गएर भेटौँ त। अब भ्लग अब आजको भ्लग यहीँ इन गर्न लागिरहेको छु। ल ल घर गएर अब हामी कहाँ जाने? अब घर जाने सिधै घर जाने। हिउँ पनि सक्यो। माथि कस्तो मजाको परेको थियो हिउँ। यहाँ त अलिअलि परेको छ। निको सहरै छैन यहाँ। निको सहर घुमेर केही नि छैन कि निको गाउँबाट निको सहर झऱ्यो भने अब चाहिँ हामी निकोलाई बाई बाई गरेर तातो ठाउँतिर जाँदैछौँ। हिउँ पर्ने सक्यो। अब घाम ट्वाक्कै लगाइरहेछ। कोसावा भन्ने ठाउँमा 2026 सक्यो। अब 2026 होला त्यही होला जस्तो छ यो वर्षको अर्को वर्षतिर रमाइलो भयो सबैजनालाई। फेरि पनि हामी हिँडेर हामी नि खेलेको नि अलिअलि। यो जाम त सर्दै 4-5-6 किलोमिटर पुग्छ। यहाँ चाहिँ गाडी एक्सिडेन्ट भएछ। कता गयो खै? यहीँ कुचुक पऱ्यो। हेरेर गाडी एक्सिडेन्ट भएको। आइपुग्यो। आजको लागि यति नै भन्दै म यहाँबाट बिदा माग्न चाहन्छु। उता पछाडितिर ल घर आयो, रमाइलो भयो, घुमियो। ल धेरै धेरै धन्यवाद। नि लाग्नु यता घुमी सुमी सब हाम्रो यात्रा यही समाप्त भयो। यात्रा यही समाप्त भयो। रमाइलो भयो। रमाइलो भयो। के छ पछाडि बस्नु दुईजना?